सो वेलकम टु माई न्यू ब्लग। सबजना स्वागत छ मेरो ब्लगमा होइन। अनि आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु होइन। अनि टक्कबले अहिले चाहिँ स्कुल जानु लाग्यो। अनि यहाँ छ दिदी। अनि हाम्रो घर चाहिँ उति हो, यहाँबाट निस्किसक्यो होइन। अब टक्क 9:30 भइसक्यो। अब जानुपर्छ बिस्तारी होइन। अब केटाहरू पनि उतलतिर हुन्छ। अनि केटाहरूसँग भेट्नुपर्छ अलिकति। अनि गफ गर्दै जानुपर्छ होइन। अनि तपाईँहरूले मैले अस्ति भ्लग हालेको थियो, त्यो भ्लगमा चाहिँ धेरै धेरै माया देखाउनु भयो तपाईँहरूले होइन। त्यसको लागि मन पऱ्यो, हार्दिक धन्यवाद भन्न चाहन्छु तपाईँहरूलाई चाहिँ म। अनि आफूलाई पनि मोटिभेसन हुन्छ रहेछ क्या त्यति भ्युज आउने बेलामा चाहिँ होइन। अनि अलिकति सब्सक्राइब बढ्ने बेलामा चाहिँ अलिकति मोटिभेसनल आउँछ रहेछ। तर जति मोटिभेसनल आए पनि भ्लग फेरि बनाउन मन लाग्छ रहेछ क्या। अनि फेरि म बनाएको स्कुल जाने बेलामा भाइ जाउँ अझै। A few moments later. अनि त्यही हो गाइज होइन। हाम्रो साथी पनि भेटिसक्यो यहाँ। र यता फर्किन भाइ। अब तिम्रो नाम भनिदिनु न ल। निमा तामाङ। यता फर्केर भन्न। निमा तामाङ। अनि कति क्लासमा रे भन्न। 6 क्लासमा होइन। यो चाहिँ अस्ति नै गाउँमा आएको हो। यो चाहिँ भूत त पढ्थेँ कि पहिला लामा पढ्थेँ क्या। लामा पढ्थेँ अनि यो चाहिँ गाउँमा आयो अहिले पढ्यो। फेरि यसको पढाइ कहाँ कहाँ पुगिसक्यो थाहा छैन होइन। अनि अघिको चाहिँ मनै पढाएर लास्ट खुसी हुन्छ रहेछ क्या। के अरे भ्युज र सब्सक्राइब बढेपछि लास्ट खुसी हुन्छ रहेछ क्या। अब पनि एक्टिभ हुने होइन अलिकति होइन, भ्लग बनाउने अनि मोटिभेसनल पनि आउने रहेछ क्या। तपाईँहरू पनि एउटा कमेन्ट लाइक सब्सक्राइब गर्नु होइन। एउटा मोटिभेसनल त बस्छ भनौँ न अब होइन। यो किन हाँसिरह हो, तँ किन हाँसिरह अब त्यो अब केटाहरू यहाँ बस्छ होइन। एकछिन केटाहरू त्यहाँ हुन्छ। अब केटाहरूलाई भेट्नुपर्छ टक्क। ल केटाहरू पनि यहाँ छ होइन गाइज। अब होइन अब त्यही हो। स्कुल चाहिँ ऊ तल हो, त्यहाँसम्म जानुपर्छ होइन। केही प्रब्लम चाहिँ हुँदैन नि तिमीहरूलाई फेस देखाएको हुँदैन। ल केही प्रब्लम छैन होइन। अब एकैछिनमा तल भेट्नु पर्ला है त। A few moments later. ल अब चाहिँ आइपुग्ला यहाँ हाम्रो स्कुल होइन। टक्कपाले केटाहरूसँग यहाँ गफ गर्दै हिँड्दै हो म चाहिँ। त्यही हो। खै म छाड नबोल है यहाँ ब्लगमा। पिँढे खान्छ नि, पिँढे दादाको पिँढे खान्छ नि फेरि। दादाहरूको पिँढे खान्छ नि अहिले फेरि होइन। छिरिङ बोस होइन। हुँदैन यार त्यस्तो यार। त्यस्तो छाडा बोल्ने भ्लग होइन कि मेरो चाहिँ होइन। तर अलिकति एक्टिभ भ्लग भनौँ न, त्यस्तो भनौँ न। अब एक्लै बोल्ने एक्लै रमाउने त्यस्तो भ्लग हो कि मेरो त। त्यो छाडा भ्लग होइन क्या हो कि होइन भन्न। भन्न यार किन हाँसिरह यो लजायो गाइची यो लजायो यार। मान्छेले त्यस्तो भन्नु हुँदैन। ल टक्कपाले होइन म चाहिँ अब स्कुलमा पुग्लायो। स्कुलमा चाहिँ मोबाइल लग्नु हुँदैन, तर सरहरूले चेक गर्छ। म यहाँ के अरे पसलतिर राख्छु म होइन। खास गरी मोबाइल चाहिँ मैले ल्याएको भने मेरो चार्जरको लागि हो। चार्जर बिग्रिरहेको थियो। अनि अब केटाहरूलाई सल्लाह गर्नुपर्छ चार्जर छ कि छैन भनेर। अब त्यही नै हो कि होइन। ल त्यही हो अब गाइज त्यही हो। बादल पनि कस्तो भइरहेछ अझ। पानी मौसम खराब छ अझ होइन। पानी पर्लो जस्तो भइरहेछ। कहिले लामो हुनसक्छ यो भ्लग चाहिँ, तर म हाल्छु के अरे उद्या काटेर हाल्छु। अनि एडिट गर्न पनि लास्ट गाह्रो हुन्छ क्या। अनि तपाईँहरूले सब्सक्राइब अनि लाइक कमेन्टहरू चाहिँ गरिदिनु होला। टिकटकमा चाहिँ फलो गर्नु होला। टिकटकमा होइन हो, युट्युबमा भन्दैछु म। अनि खुसी लाग्छ क्या। तर सब्सक्राइब र भ्युज लाइक बनाउनु भने आफूलाई खुसी लाग्छ क्या। जति सब्सक्राइब र भ्युज बढ्यो त्यति भ्लग बनाउनु मन लाग्छ क्या। आफूलाई मोटिभेसनल आउँछ क्या। अनि भ्लग बनाउनु मजा आउँछ झन्। कन्टेन्टहरू झन् मजा आउँछ क्या। बबाल कन्टेन्टहरू बनाउन झन् मजा आउँछ क्या हो कि होइन। अनि ल अब चाहिँ आइपुग्नु आयो बाटोहरू। ल गाइज टक्कपाले आइपुग्नु आयो। अब लाग्छ नि अब 2-3 घन्टा लाग्छ त्यति एडिट गर्नलाई। अनि
2 hours later. सो गाइज अहिले चाहिँ हाम्रो होइन छुट्टी भइसक्यो अब घरतिर लाग्नुपर्छ होइन अब ल तेरो परिचय पाऊँ न त ल नमस्कार, मेरो नाम सतीश तामाङ। बिस्तारै बोल न कक्षा 10 मा पढ्छु होइन म। अनि अनि आज चाहिँ रमाइलो भयो केटा हो। अनि आज छुट्टी भएको छ होइन। अनि 3:45 भएको। अहिले कति बजी थाहा भएन। हामी भ्लग बनाउँदै गइरहेको छ गाइजहरू। ओइ माथि बस होला, माथि आइज सिधै माछा बस होला। अनि चाहिँ अनि तेरो नामहरू के त ल भन्। मेरो नाम त सतीश तामाङ। सतीश तामाङ होइन, सतीश तामाङ हो यसको नाम चाहिँ। मेरो पहिलाको दोस्तम भन्न न, दुश्मन भन्यो कि दोस्त भन मेरोलाई थाहा छैन। लन्ठङ लुन्ठुङ हिँडिरहेछ होइन। त्यो हो गाई चाहिँ अब भारी केटा हो यत्रो के? भारी बारी अच्छा 1 घन्टा लाग्छ गाइजहरू। स्कुलको ब्यागलाई भारी भनिरहेछ है अलि तेरो मुख कि यति खान यति गर न विशाल। औ लगाइ चाहिँ अब चाहिँ होइन टक्क सरसर जानुपर्छ घरतिर। आज चाहिँ छिटै छुट्टी भयो। अनि खोइ मिटिङ बस्नुलाई होला तलतिर, तर मलाई थाहा छैन भोलि घुम्न ल भन्दैन त मेरो भगमा कति बोलिरह भन् ल। भोलि चाहिँ केटाहरूलाई घुम्न लाग्ने रे। हामी चाहिँ नजाने। कहाँ लाग्ने चिटे खानमा। चिडी खान हामी चाहिँ नजाने। हामी चाहिँ म जाने भनेको त कट गरे केटा हो। म पनि जाँदिनँ है, एउटा म पनि हामी पस्छु यहाँको जाँदैन। यो जान्छ, यो जान्छ, त्यो निगेश त्यहाँ। यो पनि जान्छ होइन, निगेश भाइ जान्छ। ल पनि जान्छ। टक्क बोले कस्तो हात गल्यो, म पनि जाँदिनँ। गाह्रो छ केटा यार, उकालो चढ्नलाई लास्ट गाह्रो छ। गर्मी पनि त्यति छ म्याथट, गर्मी चाहिँ लास्ट बढिसक्यो आमामा माथि चाहिँ। अनि अघि आउनेलाई मैले भ्लग बनाएको थियो। अनि तल स्कुलसम्म चाहिँ लगेन, मोबाइल लगेन भनौँ न। अनि मोबाइल त्यहाँ पसलमा छोडिदियो, मोबाइलमा छोडिदियो पसलमा। अनि स्कुलभित्र त लाग्नु पाउँदैन नि, हाम्रो डिसिप्लिनमा बस्नु पऱ्यो होइन। तर यो भ्लग पनि सरहरूले हेर्छ क्या, सरहरूले चाहिँ हेर्छ होइन। हेर्नुहोस् सर टक्क पालले होइन। म स्कुलमा चाहिँ ल्याउँदैन मोबाइल, तर पसलमा चाहिँ राख्छु होइन। माइन्ड नगरिदिनु होला, गाली नगरिदिनु होला, हाम्रो पनि सपना हो, हामी पनि पुरा गर्दै हिँडिरहेको छु। तर तपाईँहरूले नि के अरे के भन्ने फेरि सपोर्ट गर्नु पऱ्यो के। गर्छ सपोर्ट। गाली खान्छ केटा, गाली एकदम गाली खान्छ म्याकुरी भएको छ भन्नु। सो गाइज अब चाहिँ घर आइपुग्न होइन। अनि त्यहाँ अलिकति बस्यो चौधारीमा, सुट गरे हो केटा। फोटोहरू केटाहरूको खिच्यो, तर मेरो चाहिँ खिचिनँ। म फोटो खिच्ने मान्छे पनि होइन, कहिलेकाहीँ खिच्छु, खिच्ने भए हो कि होइन। हाम्रो निगेश सम्धिलाई सपोर्ट चाहियो केटा हो। सपोर्ट चाहियो अरे केटाहरूलाई। मलाई पनि चाहियो केटा हो। मलाई गर्दैन होला। पनि चाहियो टिकटकमा भन्न त आइडी के छ। अनि एनएन तामाङ छ कि केटा हो। अनि तेरो भन्। मेरो निकेश छ है, सबजनाले सपोर्ट। ल गाइस सबैजनाले सबैजनाले टक्क सब्सक्राइब गर्नु पऱ्यो। अनि मिलाएर उनीहरूले पनि फलो लाइक कमेन्ट गरिदिनु होला। सकेसम्म हामीले पनि फलो ब्याक दिन प्रयास गर्छु केटा हो। उनीहरूले पनि फलो दिन्छ होला सायद, म चाहिँ दिन्छु, मलाई पनि फलो गरिदिनु होला। सब्सक्राइब गरेर मलाई पनि होइन। युट्युबमा नाम छ र तिमीहरूको छ? पछि हाल्ने हो कि अहिले मेरो 43 छ। मेरो सानो जिबी हो कि त्यो भ्लग बनाउँदैन केटा हो। ल भन्न त मेरो भ्लगमा के भन्न चाहन्छौ भन् त। मेरो दोस्तलाई सबैले सपोर्ट र माया गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु, घन्टी पनि बजाएर अनि राख्नु है केटा हो। आज अब हामी चाहिँ घर जाने। यसको घर यता हो, मेरो घर चाहिँ बतासे हो। अहिले चाहिँ हामी अनि पालाखुमा छु। अनि अब चाहिँ हामी घर जाने छुट्नु पर्ने हुन्छ केटा हो होइन। अब चाहिँ बाई बाई। ल साथीले पनि यस्तो भनिहाल्यो होइन। अब कन्टेन्ट पनि आयो होइन। अब यहीँ भ्लग एन्ड गरौँ जस्तो लागिरहेछ मलाई। अनि लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। मिठो सम्झना है त। बाई बाई केटा हो, बाई बाई। ल बाई बाई। अब सिधै अर्को भ्लगमा भेटौँ होला है त। टक्क ल।